हामी चाहिँ टिकापुरमा जडीबुटी कम्पनीमा आएका छौँ र त्यहाँबाट पुरै आगो बल्छ र पानी भेपराइज भएर योबाट ठ्याक आउँछ यहाँ भेपर। त्यसपछि यहाँबाट आएर यो चेम्बरमा तलबाट त्यसपछि यहाँ जान्छ भेसलमा। अनि तपाईँलाई म हेराउँछु यो भेसल भइगयो र यहाँ जडीबुटी राख्ने र यहाँबाट तेल निस्केर हैन यहाँ जान्छ र त्यो जुन ड्रम छ हो त्यो ड्रममा तेल त्यहाँ हुन्छ र यो चाहिँ यहाँ भेसल रहेछ। हाम्रो चाहिँ जडीबुटी लिएर आएको छु स्कुल अफ एग्रिकल्चरबाट। हामी कृषि विद्यार्थी विनोद। हाम्रो ट्र्याक्टर अब गइरहेछ। हाम्रो साथी एउटा त्यहाँ छिन्, एउटा साथी त्यहाँ छिन्, उहाँहरू दिदीहरू